नमस्कार। सुनसरीमा भड्किएको चाहिँ द्वन्द्व होइन, हिंसा चाहिँ अहिले बढ्दै बढ्दै गएर सिरा सप्तरीतिर पुगिसक्यो होइन। अब यो क्रम रोकिने हो कि होइन भन्ने एकदम पिर लागेको छ मलाई चाहिँ। यो के भएर सुरु भयो होइन, यसको अब छानबिन भइरहेको होला। अहिलेसम्म त सुनसरी भनेको अब अहिलेसम्म त्यस्तो धार्मिक रूपमा यस्तो ठुलो खालको हिंसा द्वन्द्व यस्तो झडप चाहिँ खासै भएको याद छैन मलाई होइन। कस्तो नराम्रो लागिरहेछ क्या यो मान्छेहरू किन यो धर्मको नाममा जातको नाममा है किन चाहिँ यसरी एक आपसमा लड्नु कि। मानव सभ्यताको इतिहास हेर्ने भने पहिला हामी केबाट आएको, जङ्गली युगबाट आएको नि त होइन। हामी त जङ्गली युगबाट आएको। पहिला हाम्रो पुर्खाहरू बाँदर भनेर पनि भन्छ होइन। पहिला हामी जङ्गलमै बस्ने, जङ्गलमै खाने, हामी त्यसो गर्दा गर्दा बिस्तारै मानव सभ्यताको विकास क्रममा नै मान्छेले होइन विभिन्न खालको आफ्नो सजिलोको लागि खेती, अब कृषि युग सुरु हुँदै हुँदै गर्दा आजको युगसम्म पुगेको हो नि त। मान्छेले चाहिँ ढुङ्गे युगबाट सुरु भएको मानव सभ्यताको इतिहासलाई हेर्ने भने पहिले धर्म भन्ने थियो त थिएन नि। मान्छेहरू झुन्ड बस्थे होइन। अनि पछि अब यसो समाजलाई चाहिँ अलिक राम्रो तरिकाले समाजलाई चाहिँ अगाडि बढाउनको लागि मान्छेलाई चाहिँ अनुशासनमा राख्नको लागि न धर्म जन्मेको हो। धर्म पनि मान्छेले नै जन्माएको हो नि त। आखिरी भगवानै आएर तथास्तु भनेर गरेको त पक्कै पनि होइन। जति पनि हिन्दू धर्म, मुस्लिम धर्म, क्रिस्चियन धर्म, बौद्धिस्ट होइन, जति पनि धर्म छ नि सबै मान्छेले बनाएको हो क्या। त्यही पनि मान्छेहरूले धर्म बनायो ठिकै छ, मन्दिर जान्छन् मान्छेहरू, चर्च जान्छन्, गुम्बा जान्छन्। मुस्लिमहरू चाहिँ नमाज पढ्न जान्छन् होइन। आफ्नो आफ्नो धर्म मानेको छ, आफ्नो आफ्नो समाज छ। आफ्नो ठाउँमा अनुशासित ढङ्गले आफ्नो ठाउँमा आफ्नो धर्म मान्नु व्यक्तिको स्वतन्त्रताको कुरा हो। अब संविधानले पनि अब हाम्रो देश पनि धर्मनिरपेक्ष राष्ट्र भएको कारणले गर्दाखेरि सबै धर्म, जात जाति, संस्कृतिहरूलाई सबैलाई समान रूपमा अगाडि बढ्ने एउटा कानुनी रूपमा होइन, संवैधानिक रूपमा पनि त अधिकार छ नि त। यसो भनिरहँदाखेरि होइन मलाई चाहिँ कहिलेकाहीँ आजभोलि यस्तो अतिवादीहरू छ नि, बोल्नै नहुने, एउटा उत्पीडित भनौँ न पछाडि पारिएको वर्गको पक्षमा होइन, जनजातिको पक्षमा, दलितहरूको पक्षमा एउटा केही अलिकति बोल्यो भने क्रिस्चियन भनेर ट्याग लगाइदिने क्या। क्रिस्चियन भनिदिने, डलरे भन्ने, डलर पाएको छ होला भन्ने। यो के खालको सोच हो क्या, कस्तो नेगेटिभ सोच हो क्या। धर्म आफ्नो ठाउँमा छ, तर पनि समाजमा भएको जुन विभेद छ नि, विभेद छ। कति मान्छेहरू पीडित छ अहिले पनि, महिलाहरू आफ्नै पीडामा छन्, दलितहरूको आफ्नै छुट्टै सवालहरू छ, पछाडि पारिएका दुर्गम गाउँको आफ्नै छुट्टै दुःख छ। धर्म आफ्नो ठाउँमा छ, उनीहरूले पनि धर्म त मानिरहेछन्, तर धर्म आफ्नो ठाउँमा छ कि। तर पनि मान्छेहरूको जुन एउटा सवाल छ नि, मान्छेहरू पछाडि पर्नु कारण, मान्छेहरू हेपिनु दलिनु यता कारण, यी सवाल छन्। यो सवाल र छुट्टै हो। कुनै पनि धर्मले पक्कै पनि मान्छेलाई चाहिँ नराम्रो गर भनेर भन्दैन क्या। तर धर्मलाई चाहिँ मान्ने पाखण्डीहरूले गर्दाखेरि चाहिँ अब कहिलेकाहीँ यस्तो अवस्थाहरू आउँछ। अब गाउँमा दलितहरूलाई मन्दिर छिर्न नदिने होइन। जनकपुरमा अब अस्ति हर्क साम्पाङको कुरा आउँछ, जनकपुरमा हर्क साम्पाङले छिर्न दिएन, किन छिर्न दिएन, त्यसो खोजी कारण छुट्टै होला। तर अहिले आएर चाहिँ यो हिंसा भड्काउनमा चाहिँ हर्क साम्पाङको प्रचण्डको, केपी ओलीको हात छ भन्ने पुरा भ्रम फैलाउने, टिकटकमा दुनियाँ गर्ने के हो कि यस्तो अचम्म लागेर आउँछ। त्यो जनकपुरमा त पहिला नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी
जो एउटा अब विधवा महिला एकल महिला भएको कारणले गर्दा राष्ट्रपति जस्तो मान्छे चाहिँ महिला देशको सबैभन्दा उच्च ओहदामा भएको महिला त्यहाँ जाँदा पनि उनीहरूले चाहिँ पखालेर एकल महिलाभित्र विधवा छिर्यो भनेर त्यो भित्र पखाल पोखुल गरी के गरेको थियो भने एउटा विवाद आएको थियो नि त्यति बेला। कति निज सोच क्या, कस्तो सोच होला। मान्छेले नै बनाएको हो यो धर्म भन्ने कुरा होइन। मान्दै 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 आएर अहिले आएर झन् यो अहिलेको झन् आधुनिक युगमा आएर त मान्छेहरू झन् एउटा एक त भनौँ न एकदम सचेत भएर आउनुपर्ने झन् के हो यस्तो। कहिले एकल महिलालाई भित्र पसो भनेर पखालेको छ, अब कहिले अब जनजाति भनेर अब उसलाई खोइ क्रिस्चियन भनेर हो कि किन हो त्यो छिर्नु नदिएको के हो। फेरि उता विदेशबाट आउने जोडीहरूलाई चाहिँ पुरा बिहे गरेको फोटोहरू आइरहेको थियो होइन। अब विदेशबाट आउनेहरू त झन् क्रिस्चियनहरू नै हो नि त, उनीहरू त क्रिस्चियनकै देश क्रिस्चियन नै भएको देशबाट आएको हो नि त। बरु क्रिस्चियन विदेशीहरू आएर मन्दिर जाने पूजा गर्ने उनीहरूलाई कस्तो कौतुकता हुन्छ होइन। उनीहरू त्यो रोमन क्याथोलिकहरू क्रिस्चियनको पनि होइन, उनीहरू चाहिँ जहाँ पनि जान्छन् जे पनि गर्छन् होइन। उनीहरूलाई नेपाली संस्कारहरू मनपर्छ, प्रसादहरू पनि खान्छन्, मन्दिरहरूमा पनि जान्छन्। तर पनि अब हाम्रो यो नेपालीहरूलाई पो के भएको अहिले आएर क्या, विशेष गरेर अब भन्नु त नहुने है। यस्तो कमेन्टहरूमा हेर्ने भने हाम्रो छेत्री बाहुन साथीहरू चाहिँ अति नै के गर्नुहुन्छ क्या। म त हुन त हाम्रो राई हो होइन, यता माइतीमा राई हो, यता हाम्रो उता राईको संस्कारमा चाहिँ अब किराँत धर्म भन्छ होइन। त्यो अनुसारको यसो मर्दा पर्दा जन्मिँदा उनीहरू संस्कार गर्छन्। त्योभन्दा अरूतिर पर्छ हाम्रो त्यस्तो खासै ऊ छैन क्या। मन्दिरमा बोलायो भने मन्दिर जाने हो, कहिलेका चर्चमा बोलायो भने चर्चमै जाने हो, मुस्लिम साथीहरूले बोलायो भने त्यतै जाने हो। पहिला त्यस्तो हो। यता म बिहे गरेर आएको अब यहाँ चाहिँ नेपाल अब समुदाय हो यहाँ, तर उहाँहरू चाहिँ हिन्दू अनुसार गर्नुहुन्छ होइन। हिन्दू अनुसार गरे पनि सबै गणेशदेखि लिएर सबै हिन्दू धर्मकै सबै मान्ने हो। तर यहाँ के गर्नुहुन्छ, सबै भगवान्लाई रक्सी अन्डा अनि मासुलाई नै पुरा पोलेर मासु मसिनो काट्ने अनि कालो भटमास अनि अदुवा लामो काट्ने सबै भगवान्लाई, सबै जति पनि भगवान्लाई अन्डा मासु, हाँसको अन्डा, कहिले कुखुराको अन्डा अनि मासु, चिउरा, भटमास, कालो भटमास, रक्सी चढाइदिने हो। यताको फेरि मधेको ठिमीको त्यस्तो चाहिँ नेवारहरूको होइन, त्यस्तो छ। आफ्नो आफ्नो यो बनाएको हो क्या मान्छेले। अब त्यही भगवान्लाई मान्दै कसैले फुल मात्रै चढाएर मान्ने, कसैले के चढाएर मान्ने होइन। त्यो एउटा आस्था कुरा हो नि त, एउटा आफ्नो आफ्नो समुदायको कुरा हो। अब त्यो आफ्नो धार्मिक आस्था छुट्टै छ, त्यो आफ्नो आफ्नो गर्न पाउनु पनि पर्छ। त्यही पनि त्यसैलाई लिएर अहिले आएर यसो झडप हुने स्थिति आउनु भनेको एकदमै नराम्रो हो क्या। त्यसलाई चाहिँ तत्काल सबै स्थानीय निकायदेखि लिएर बुद्धिजीवी वर्ग, युवा वर्गहरू जति पनि छन् सबैजना मिलेर चाहिँ यो अवस्थालाई चाहिँ अगाडि अझै त भुसको आगो जस्तै सल्किन दिनु हुँदैन होइन। धरानमा पनि खै राईले लिम्बूको चिन्डोको विषयमा के उठेछ त्यो पनि चाँडो समाधान गर्नु पर्यो। आफू त त्यो धार्मिक उसमा पनि धेरै अतिवादी पनि छुइनँ क्या, म झन् नास्तिक खालको छु। म कसैलाई केही पनि भन्दिनँ होइन, सबैले बोलान्छ सबैतिर जान्छु, तर म आफै चाहिँ एकदमै त्यस्तो मान्ने खालको छुइनँ क्या, झन् नास्तिक छु। अनि त्यस्तो खालको मान्छे छु होइन। धर्मभन्दा ठुलो चाहिँ मानवता जस्तो लाग्छ मलाई। मान्छेको भगवान् भनेको मान्छेले मन्दिरतिर खोजिरहनु पर्दैन, आफ्नै मनमा हुन्छ क्या भगवान् भनेको। कसैलाई नराम्रो चिताउनु हुँदैन होइन, राम्रो गर्नुपर्छ। कसैले अब नकारात्मक सोच्नु भएन, त्यही नै धर्म हो क्या। अब अहिलेको अवस्था छिटै सुल्झियोस् होइन। अब यो द्वन्द्व नबढोस् भन्ने कामना छ सबैजना मिलेर। यो जति पनि यो द्वन्द्व फैलाउने, नराम्रो कमेन्ट गर्ने, यस्तो गर्ने, भड्काउनेहरूलाई चाहिँ पक्रेर ठ्याक्कै थुनी हाले नै हुन्छ क्या। उनीहरूले नै हो नि हिंसा भड्काउने जस्तो लाग्दैछ मलाई क्या। अलिक फेसबुकमा अति छ क्या, यो टिकटकमा त्यस्तो अत्याचार लेख्नेहरू चाहिँ समातेर थुनी हाले नि हुन्छ। जे पाए त्यो लेख्नेहरू, जे पाए त्यो बोल्नेहरूलाई चाहिँ, अनि मात्रै ठिक ठाउँमा आउला जस्तो छ कि मलाई त त्यस्तै लागिरहेछ।